सबैमा नमस्कार। आज वैशाखको पहिलो शनिबार 2083 वैशाख 5 गते वैशाखको पहिलो शनिबार यस लक्ष्मीनारायण धाम एवं पिपल संरक्षण प्रतिष्ठानमा आज जल खाने कार्यक्रम तथा जल अर्पण गर्ने कार्यक्रममा सहभागी भक्तहरूको घुइँचो रहेको छ। हरेक पिपलमा यसै गरी उल्लेखनीय सहभागिता आफ्नो आफ्नो तरिकाले तौर तरिकाले पिपललाई जल अर्पण तथा जल खाने कार्यक्रम चलिरहेको छ। यो दिव्य नागपोखरीमा म जाँदैछु। यस धामको सौन्दर्य, यस दिव्य नागपोखरी लक्ष्मीनारायणको मन्दिर तल माछा पोखरीमा माछादेखि माथि भक्तहरूको यस विशाल मन्दिरमा भक्तहरूको घुइँचो रहेको छ। मन्दिरभित्रदेखि बाहिरसम्म यहाँ देख्न सक्नुहुन्छ। यो अहिले हामी यहाँहरूलाई जानकारी गराएका थियौँ कि हामी अग्निकुण्ड अखण्ड अग्निकुण्ड बनाउने भनेर एउटा सङ्कल्प लिएर पोहोर सालदेखि लागेका थियौँ भने अहिले यो बनेर तयार भएको छ। यसको समुद्घाटन सायद यही वैशाखको आखिरी शनिबारमा हामी गर्नेछौँ। यहाँहरू सम्पूर्ण यसै भिडियोद्वारा सम्पूर्णलाई म निमन्त्रणा पनि गर्न चाहन्छु त्यस दिनको लागि। र यस चौतारी लक्ष्मीनारायण मन्दिर नागपोखरी मन्दिरको समीपमै रहेको यो धीरज राणावारद्वारा निर्मित चौतारीमा यहाँहरूले जल खानेर यस पिपललाई मूल पिपल मानेर सबभन्दा ठुलो वृक्ष मूल पिपल मानेर पूजाआजामा लाग्नुभएका भक्तहरूको यहाँ भिड घुइँचो रहेको छ। नारायण नारायण। म यहाँलाई देखाउँदैछु यस क्षेत्रमा आउनुभएका भक्तहरूले आफ्नो तरिकाले भिड भएको छ। यहाँ पूजाआजामा लागिरहनु भएको छ। यहाँ दीप प्रज्वलनदेखि लिएर पूजाआजामा खटिरहनु भएको छ। भक्तहरूलाई म यहाँलाई देख्न सक्नुहुन्छ। यस क्षेत्रमा यस पिपलीको पूजा विशाल पिपली छ। यहाँको ठुलो पिपलीमा देखाउन गइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ यो चौतारा धीरज राणावारद्वारा बनेको यो चौतारी। यस क्षेत्रमा यहाँहरू पूजाआजामा लाग्नुहुने भक्तहरूलाई देखाउँदै छु म। हामी कालीगण्डकीको काखमा तिनतिरबाट कालीगण्डकी बगेको र यहाँ यसमा 1 किलोमिटर 1100 मिटर उत्तर वाहिनी हुँदै बगिरहेको गण्डकी स्नान गर्ने। उहाँ स्नानमा पनि भिड थियो भने अहिले यहाँ जल खान आउने भक्तहरूले स्नान गरी हरेक पिपलमा जल खाएर यहाँ आएर पूजाआजामा लाग्नुभएको छ। म पुनः यसै गरी यहाँहरूलाई भिडियोद्वारा हरेक क्षेत्रको जानकारी दिनेछु। धन्यवाद।